नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि यो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। आज म अर्को नयाँ ब्लग लिएर तपाईहरु माझ आएको छु। सर्लाहीदेखि जनकपुरसम्मको यात्रा हाम्रो कसो भयो, कसरी हामी फ्यामिली सहित कतिको रमाइलो भयो, भगवान श्री राम र सीता मैयाको दर्शन गर्न हामी सबै परिवार भएर जनकपुर धाम, जनक नगरी, मिथिला नगरी जनकपुर पुगेका छौं। बाटोमा सबै परिवार सहित निकै रमाइलो गर्दै भगवान श्री राम र माता सीताको नाम लिँदै हामीहरू अगाडि बढिरहेका छौं। धेरै समयको अन्तरालपछि जनकपुरी धाम जाने हाम्रो सपना पूरा भएको छ। यदि तपाईहरु पनि जनकपुर जान चाहनुहुन्छ, माता सीताको दर्शन गर्न चाहनुहुन्छ भने पक्कै पनि एउटा राम्रो गन्तव्य, राम्रो धर्मस्थल हुनेछ तपाईहरुको लागि। परिवार सहित जानु होला पनि भन्न चाहन्छु। हामी त सबै परिवार भएर गयौं, रमाइलो पनि भयो। बाटोघाटो हेर्दै अहिले तपाईको जनकपुर एरियाको महेन्द्र राजमार्ग पनि एकदमै राम्रो छ, व्यवस्थित बनाएको छ। त्यसको लागि धन्यवाद भन्नै पर्छ। र तपाईहरुलाई पनि जनकपुर घुम्न मन छ, जनकपुर देख्न मन छ, जनकपुर जाउँ लागेको छ भनेपछि तपाई जान सक्नुहुन्छ। एकदमै सुन्दर, शान्त, मनमोहक हुने दृश्यहरू त्यहाँ हामीले देख्न सक्छौं। राम र सीताको विवाह, राम र सीताको मग्नी, हरेक चित्रहरू त्यहाँ कोरिएका छन्। र बिहानको समयमा 11 बजे मन्दिर बन्द पनि हुन्छ सायद, एक्चुअली त मलाई थाहा भएन। तर हामीले चाहिँ राम्रोसँग दर्शन गर्न पायौं, हजुरहरूले पनि पाउनुहुनेछ। यही नै भन्न चाहन्छु। साथमा समय मिलेसम्म सुदूरपश्चिमको कर्णाली चिसापानी पनि पक्कै पुग्नु होला। त्यहाँ पनि एकदमै मनमोहक दृश्य, मनोरञ्जनात्मक छ। तपाईले त्यहाँ अनेक जात जातिका पहिरनहरू लगाएर फोटोहरू सुट गर्न सक्नुहुन्छ। त्यहाँको फ्रेस माछाहरू खान सक्नुहुन्छ, कर्णालीको माछाहरू चिसो वातावरणमा। अब अहिले त जाडोको सिजन सुरु भइसकेको छ, पछि गर्मीको सिजनमा पनि अझ उपयुक्त हुन्छ पनि भन्न चाहन्छु। हामी पूर्वबाट पश्चिम घुम्ने यात्रामा छौं। यो यात्रामा हजुरहरूलाई मैले बार जोडिरहेको छु। पक्कै पनि मेरो ब्लग हजुरहरूलाई मन पर्ने छ भन्ने आशा पनि गरेको छु। यही ब्लग मार्फत तपाईहरुलाई फेरि पनि भन्न चाहन्छु, पक्कै पनि आफ्नो देश स्वर्ग र सुन्दर छ। समय मिलेसम्म आफ्ना देशका पाटी पौवा, मन्दिर, खोला नाला, वन जंगल घुम्ने गरौं, देख्ने गरौं, चिन्ने गरौं, जसले हामी नेपाल र नेपाली भनेर सबैलाई चिनाउने छ, चिनिने छौं। हामी सबैजना नेपाल आमाका सन्तति हामीहरू। एकदमै सुन्दर र शान्त छ हाम्रो देश नेपाल। तर केही भ्रष्टाचारीहरूको फन्दाले अलिकति देश खस्किएको अवस्था भए पनि हामीले नै देशलाई बनाउने हो। अरूले के गर्यो भन्दा पनि हामीले नै अगाडि अग्रसर हुने हो कि भन्ने मेरो सोच र विचार पनि हो। जनकपुर घुम्दै जाँदाखेरि जनकपुरमा मिथिला थाली एकदमै प्रख्यात रहेछ। हाम्रो सेफ सन्तोष शाहजीले खोल्नु भएको रहेछ। त्यहाँ पनि जाने मौका पाइयो। त्यहाँको मिठो खाना परिवारसहित स्वच्छ सफा एकदमै राम्रो लाग्यो। तपाईहरुले पनि त्यहाँ गएर शुद्ध शाकाहारी खाना पनि खान सक्नुहुन्छ। मिथिला थालीलाई विशेष ग्राह्यता दिएको छ। एकदम पारिवारिक वातावरण, बस्ने राम्रो व्यवस्था पनि रहेको छ। हामी त परिवार सहित गरेर एकदमै खाएर रमाइलो गरेर पेट टन्न बनाएर आयौं। अब पालो तपाईहरुको पनि छ, यही पनि भन्न चाहन्छु। र एसी सहित एकदम राम्रो व्यवस्था। मेन रामानन्द चोक भन्दा अलिकति अगाडि आएपछि तपाईले देख्न सक्नुहुन्छ ठुलो बोर्डमा सेफ सन्तोष शाहको नाम पनि त्यहाँ लेखिएको छ। तपाईलाई म उहाँको तस्बिर पनि देखाउँला एकैछिनमा। नजिकै प्ले बोर्डमा उहाँको तस्बिर राखिएको छ, सायद उहाँको नाम सहित यहाँ तपाईले देख्न सक्नुहुन्छ। उहाँ नै हुनुहुन्छ उहाँ। त्यो क्रममा घुम्दै हामी जनकपुर धामको दर्शन गरिसकेपछि हाम्रो यात्रा
अगाडि बढ्छ र हामी सर्लाहीको भरतताल आइपुग्छौँ। भरततालका पनि एकदमै सुप्रसिद्ध छ अहिले भरतताल। रमणीय वातावरण, खुसी मिल्ने, सन्तोष मिल्ने ठाउँ छ। तपाईँहरू पनि पक्कै भरततालको भ्रमणमा आउनुभयो भने आफूलाई खुसी र सन्तुष्टि पाउनुहुनेछ। भरतताल पनि एकचोटि पुग्नु होला। हामी त भरततालको यात्रामा निक्लिसकेका छौँ साथीहरू। भरततालको यो मनमोहक दृश्य मैले हजुरहरूलाई देखाउँदैछु र बिचबिचमा जनकपुर धामको केही दृश्यहरू पनि मैले हजुरहरूलाई जोड्दैछु। ब्लग त्यति उत्कृष्ट नभए पनि मेरो यो फर्स्ट ब्लग हुनुपर्छ। मैले प्रयास मात्रै गरेको छु हजुरहरूलाई केही कुराहरू देखाउँ भनेर। पक्कै पनि हजुरहरूलाई मन पर्नै छ भन्ने आशा पनि गरेको छु। यदि हजुरहरूलाई मनपर्छ भने एउटा लाइक, एउटा कमेन्ट छोडिदिनु होला र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भनेपछि, मेरो ब्लग हेर्दै हुनुहुन्छ भनेपछि सब्सक्राइब गर्न चाहिँ र बेल बटन दबाउन चाहिँ नबिर्सिनु होला साथीहरू। हजुरलाई आग्रह पनि गरेँ। म पनि बिस्तारै युट्युब क्रेजी भएको छु, युट्युबमा लागेको छु। बिस्तारै बिस्तारै केही कुराहरू सिक्दै जानेछु। हजुरहरूले पनि मलाई सिकाउँदै जानुहुनेछ। म पनि नयाँ नयाँ भिडियोहरू लिएर आउनेछु र हजुरहरूलाई सिकाउँदै जानेछु पनि भन्न चाहन्छु। जनकपुरबाट सुरु भएको हाम्रो यात्रा कर्णाली चिसापानी हुँदै भुरी गाउँमा आएर सकिन्छ। यति भन्दै यो ब्लगबाट आजलाई छुटिन चाहन्छु गाइज। अर्को ब्लगमा फेरि पनि भेटौँला, रमाइलो गरौँला, दुःख सुख साटौँला। सधैँ सुखी रहनुहोस्, खुसी रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। जय श्री राम, जय माता जानकी, जय शम्भो। सबैको जय होस्, सबैको कल्याण होस्। हस्त, नमस्ते, शुभरात्रि।